यता हेर्दा खान्छ ह्याप्पी बर्थडे टु यु मेरो भतिज धन्यवाद हजुर राम 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 धन्यवाद हजुर खासमा केक काटेर बत्ती निभाउँदा नगर्ने हो खासमा जन्मदिनमा है किन यो ड्यामेज भएको कि अनि हलिँदैन त ल भान्जा कराउनु रेडी हुनु ल तपाईँ म त कराउँदिनँ ए बाल न भन्दैछ यार कस्तो Happy birthday to you. यही बालुन त्यही बाल अलिक अलिक मजाले छिर न एउटा मात्रै खोइ त हौ ए भगवान ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे आगो लाग्छ ह्याप्पी बर्थडे डियर पर्सन भतिज किन बोलेन सकेको यो पछि बोलेको नि त एउटा यो निभायो अब यो भतिज भाइ अब यो 18 लाई उता गरेर अब 81 बना अहिले काट्यो न 81 बना न हैन अनि यो त टन्नै हुने हो त म 18 होइन अन्त निभाला कि आफै निभाउनु पर्यो रोजन दाइ अब कहिले नआउनु मलाई हैन हजुर यिनीहरूले मलाई के अरे त्यो कसले त्यसबाट चलाइदिएको नि मलाई बनाइदिएको छ उहाँहरू ए सुन्दरले हो नि त भयो के भयो भने रोजन अङ्कल झन् मै भएको छु क्या त्यतिखेर केक काटेकै चक्नु छैन आज मैले त्यतिखेर होइन अस्ति उसकोमा त क्राफ्ट बनाउनु सबै खेला रोजन दाइ त्यहाँनिर टिस्युहरू थियो टिस्यु कहाँ छ बिचबाट कहाँ काट्नु सिधै काट्नु न ल अब त्यो भयो ल काट्नुले सम्झेको जस्तो राम्रै साथीको चक्कुले काटेछ नि 17-18 वटा तपाईँको सुटे होइन केही उसको के फइल गरे हो नानी पनि केक खाने हो केक खाने तर मेरो बर्थडेमा केटाहरूले केक खानु नमानेको नि भन्छ किन दादा कसैले नखाएको कि फेरि अनि के गरेर भोलिपल्ट उता छिमेकीहरूलाई उसको र मेरो एकै दिनुपर्छ त्यसपालि काट्नुपर्छ भन्छ तिम्रो मेरो कार्तिक एउटै दिन पर्छ भन्दा त्यतिखेर त दसैँ तिहार सकिहाल्छ यो काण्डमै हाल्छ कार्तिकमा हुँदैन होला सुरु नै हुँदैन दसैँ सकिन्छ, चार गते भनेपछि 25-26 तिर होला उता ए भाउजू 26 गते भाइटिका हो 27-28 गते त आइहाल्छ नि काट्नु उता कामको काममा हाल्छ घरमा जाने छोड्दिएको त दसैँमा घर नजाने रोजन के यतै बसेर हजार रामुले अब काम छोड्ने किन रोजन हजार 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 हजारको मासु ल्याउनु पर्छ हजार हजार मात्रै के गर्छ यो स्योर खाएर त उ त देऊ न पहिला हामीलाई ए नजिकबाट थापी हाल्नु मम्मीहरूलाई देऊ न पहिला थापी हाल्नु न हात्तेरिका देऊ न यहाँबाट बिस्तारै जाँदा नि भइहाल्छ क्या त्यो सुरुमा त मम्मी त थाप्नु न होइन क्या हुन्छ क्या जसले पनि तिमी पनि फेरि भाइ यार अब मलाई दिन्छ यार बाबु कम बाँड्छ बाबुलाई खुवाउ गरेर हतार बाँड्छ अहिले खुवाउँछ भनेर नि अनि मलाई त मलाई पनि दिनु दिनु भन। भनेको थियो अनि के दलिदिनु न दिनु नजानु छोरा कस्तो छोडिदिनु न दाइ बोलेर के ओके म ए छोडिदिनु न रोजन दाइ खानु नि नलाउने के दल्ने यता खोज्छ है ए भाइ केकै सबै दल्नु पर्ने के नल्याउनु भन्दै थियो अलिकति टिका खानु न छोरी भाइ उठो
म खान्न के म त खाने भिडियो गरिरहेको छौ अझै केक भन्ने चिज त मन ए खान्न न के ल खाउन उनी राख थोरै थोरै मुख मदत लगाऊ न आज केटाको बर्थडे खान आएको चटाक मात्र खुवाएको हो र मम्मी खान्न छोरा चाहिँ नखाने खान त त्यही खाइदियो अनि माइकेले त्यो भान्जाले नखाने म नखाने गुलियो अबुई हेर न सानो मान्छे रोगको अझै दियो भनेको हेलो 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 खान्छ है खाना पस्किँदै हुनुहुन्छ दिदीले एकदमै होइन अनि मैले चाहिँ खासै त्यति भिडियो बनाएन होइन अब त्यो खाएको अनि त्यो यता केटाहरूसँग हल्ला गरेको त्यो भिडियो चाहिँ बनाएन किनकि अब क्यामेरा समात्ने अवस्थामै थिएन होइन त्यो त अब बुझ्नु होला जे होस् लास्टमा अब खाना खाइसकेको चाहिँ देखाएको थियो होइन त्यही हो अगाडि अब के अरे निलो पानी खाएपछि यस्तै हो मान्छेहरूको बोली त चेन्ज हुन्छ होइन मान्छे चेन्ज किन हुँदैन त्यही भएर सो गाइज होइन अहिले चाहिँ हामी अब जानु पऱ्यो यता राम्रो मान्छे चाहिँ आफ्नै पारामा छ मिना लागेर केटा सुतिरहेको छ अब 3 जना आएको थियौँ ट्याक्सीमा सिधै 5 जना पैसीपाटी चोकमा छोड्यौँ त्यसपछि हामी यता आएको अगाडि बसिरहेको छु कस्तो दिन लाग्यो हामी बल्ल बल्ल आइपुग्यो त सुतिछ है पुरै म एकचोटि त्यो उसमा सुतिरहेको थिएँ नि यार चिक्ने निन्द्रा लाग्नेमा हामी आइसकेको छौँ रुम केटा झ्यापमा छ भन्छ बाबु के छ त लाले निन्द्रा लागिसक्यो निन्द्राले झ्याप राति कति बजी सुतेको के अन्त आफ्नो गेम हेरेपछि यस्तो त भतिजोको बर्थडे पार्टी खानु गएको माकुरी रातभरि गेम हेर्दा 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 गरेर के छ खबर सुतेको त कस्तो भइरहेको छ याद आयो